तपाईको जीवन बदल्ने यात्राको लागि धेरै धेरै धन्यवाद छ तपाईले यो यात्रा जोइन गर्नुभएकोमा। र आज पहिलो दिन है, पहिलो दिनदेखि सुरु गर्छ हामीले कृतज्ञता कसरी महसुस गर्ने। एकदम म्याजिक प्र्याक्टिसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद छ यो भिडियो खोल्नु भएकोमा। र अब यो भिडियोमा भने जस्तो हरेक दिन 28 दिनको यात्रामा तपाई मसँगै हरेक भिडियो हेर्नुहुन्छ र जति बढी अभ्यास गर्नुहुन्छ त्यति तपाईको जीवनमा स्वास्थ्यमा, तपाईको सम्बन्धमा, तपाईले पैसामा, तपाईको वरिपरिको वातावरण, तपाईको काममा हरेक क्षेत्रमा सोच्दै नसोचेको क्षेत्रमा तपाईले जादुको रूपमा महसुस गर्नुहुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु। र आजको पहिलो दिनको अभ्यास के रहेको छ भने आफ्नो आशिषहरू गर्नुहोस्, गणना गर्नुहोस्, काउन्ट योर ब्लेसिङ भन्छ। यो भन्नुको मतलब जीवन परिवर्तन गर्ने पहिलो अभ्यास पहिले नै भएको राम्रो कुराहरूलाई देख्नु, महसुस गर्नु र मनैदेखि धन्यवाद दिनुले तपाईसँग अहिले नै भएको राम्रो कुराहरू देख्न थाल्नुहुन्छ नि, अनि मात्रै तपाईको जीवनमा धेरै सकारात्मक परिवर्तन हुन्छ। अब यो पहिलो दिनको मुख्य उद्देश्य यहाँदेखि म पढ्छु हजुर। अब तपाईहरुले पनि आफैले पनि पढ्न सक्नुहुन्छ। आफ्नो जीवनमा पहिलेदेखि नै भएका राम्रा कुराहरू देख्न सक्नु र अभावबाट प्रशंसातर्फ सोच परिवर्तन गर्नु यसको उद्देश्य हो। हामीसँग धेरै राम्रो कुरा हुन्छ तर हाम्रो ध्यान चाहिँ नभएको कुराहरु मात्रै गएको हुन्छ। अब यो अभ्यास किन गर्ने भन्ने कुरामा हाम्रो दिमागमा नेगेटिभिटी बायस हुन्छ, जसले नकारात्मक कुराहरू धेरै सम्झना भयो। तपाईसँग कसैले नराम्रो भनिदियो अथवा कोही केही कुरा नराम्रो भयो भने त्यो कुरा लामो समयसम्म सम्झिनुहुन्छ के, तर राम्रो कुरा तपाईसँग भएको कुराहरूको कदर गर्नु हुँदैन। त्यो भएर यो अभ्यासले तपाईसँग भएको सकारात्मक कुरामा ध्यान पुर्याउँछ र तपाईको मानसिक शान्ति, खुशी, सम्बन्ध, स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ है। र अर्को जीवनमा अवसरहरू देख्न सक्ने दृष्टिकोण यसले विकसित गर्छ। अब पहिलो दिनमा के गर्ने त? पहिलो दिनमा के गर्ने भन्ने 10 वटा आफ्नो ब्लेसिङहरू लेख्नुहोस्, प्रत्येकको लागि कृतज्ञता महसुस गर्नुहोस्। म आफ्नो शरीरको लागि धेरै धेरै धन्यवाद दिन्छु, किनभने म पूर्ण रूपमा स्वस्थ छु अथवा म स्वस्थ छु, मसँग परिवार छ, परिवारले मलाई एकदमै साथ सपोर्ट दिनुहुन्छ, त्यसको लागि धन्यवाद। मसँग घर छ, यो घरको लागि धेरै धेरै धन्यवाद, किनभने घरले मलाई सुरक्षा दिएको छ। यो उदाहरण त छ नि, मसँग घर छ, मसँग काम छ, तर यो यतिले मात्रै पुग्दैन है। अहिले तल पनि आउला, भिडियोमा अगाडि पनि आउँछ। किन यसको लागि तपाईँ कृतज्ञ हुनुहुन्छ त्यो कुरा लेख्नुपर्छ। मसँग भएको घरको लागि कृतज्ञ छु, किनभने घरले मलाई सुरक्षा प्रदान गर्छ, घाम पानीहरूबाट बचाउँछ। मसँग काम छ, त्यो कामले मलाई आर्थिक रूपमा सहयोग गरिराखेको हुन्छ। मसँग खाना छ, खाना म खाँदाखेरि मेरो शरीरमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ र मेरो शक्ति प्राप्त हुन्छ हैन। यस्तो खालको कारण सहित चाहिँ प्रस्तुत गर्नुपर्छ। अभ्यास गर्ने चरणहरू: पहिलो, एउटा कापी, डायरी अथवा म्याजिक बुक भन्ने नाम लिएर एउटा डायरी लेख्न सक्नुहुन्छ। 10 वटा आफूसँग भएको राम्रो कुराहरू जे छ तपाईको जीवनमा एकचोटि यसो सम्झिनुहोस्। तपाईको स्वस्थ शरीरको लागि धन्यवाद, तपाईको घरमा भएको हरेक कुराहरू, टेबल, कुर्सी, मोबाइल फोनको लागि पनि धन्यवाद हुनुहुन्छ, खाने कुराहरूको लागि, सुत्ने बेडको लागि, ओढ्ने कुराहरूको लागि, पिउने पानीको लागि, खानाहरूको लागि अथवा खाना पकाउने भाँडाकुँडाहरूको लागि, हरेक कुराको लागि एउटा एउटा कुराको लागि तपाईले हरेक दिन 10-10 वटा कुरा तपाईले गर्नुपर्ने हुन्छ, लेख्नुपर्ने हुन्छ। र किन कृतज्ञ हुनुहुन्छ? म यहाँ 3 नम्बरमा हरेक ब्लेसिङको अगाडि यस्तो म डटको लागि अत्यन्त कृतज्ञ छु, धन्यवाद। म यसको लागि, म घरको लागि अथवा म भाँडाकुँडाको लागि, म खानाको लागि, म आफ्नो बेडको लागि एकदमै कृतज्ञ छु, किनभने यसमा सुत्दाखेरि मलाई एकदमै आरामदायक निन्द्रा प्राप्त हुन्छ भन्ने कारण सहित किन कृतज्ञ हुनुहुन्छ त्यो कारण चाहिँ भन्नुपर्छ। यहाँ भनेको छ हरेक बुँदाको किन धन्यवाद दिइरहनु भएको छ त्यो कुरा चाहिँ कारण लेख्नुहोस्। म स्वस्थ शरीरको लागि अत्यन्त कृतज्ञ छु, किनभने स्वस्थ शरीरले मलाई काम गर्न, परिवारको हेरचाह गर्न, आफ्नो सपनाहरू पुरा गर्न मद्दत गर्छ हैन। अब यो चाहिँ यसरी लेख्नुहोस् र प्रत्येक सुरुबाट 10 वटा ब्लेसिङहरू सुरुबाट पढ्नुहोस् र हरेकको बुँदा सकिएपछि तपाईले धन्यवाद 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 3 पटक धन्यवाद भन्नुहोस् र महसुस गर्नुहोस् है। अब यो चाहिँ धन्यवाद 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 3 चोटि मनैदेखि 10 वटा बुँदा लेख्नुहोस्, नयाँ नयाँ कुराहरू हरेक दिन। त्यसपछि धन्यवाद 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 3 चोटि त्यो पढिसकेपछि पालो पालो सबैको
पछि चाहिँ भन्नुहोस् र धन्यवाद दिनु ध्यान दिनुपर्ने कुराहरू मनैदेखि भावनासहित गर्नुहोस्। सुरुमा तपाईँको भावना नआउन सक्छ, तर यो भिडियोलाई तपाईँले कन्टिन्यू यो प्र्याक्टिस अभ्यासले गर्दै जानु तपाईँको भावना आउँछ होइन। अब यो कुनै दिन नछोड्नुहोस्, हतारमा नगर्नुहोस्, मोबाइल हेर्दै नगर्नुहोस् है। मोबाइल हेर्दै हतारमा गर्नको लागि मात्रै नगर्नुहोस्। साँच्चीकै जीवन परिवर्तन गर्न चाहनुहुन्छ, साँच्चीकै जादु हेर्न चाहनुहुन्छ भने यो चाहिँ एकदमै ध्यान दिएर एकदमै मनले एकदम भावनात्मक रूपमा गर्नुपर्छ र कारण लेख्दा भावना गहिरो हुन्छ। कारण लेख्नुहोस् र उदाहरण, मेरो आमाको लागि अत्यन्त कृतज्ञ छु, आमाको लागि एकदमै खुसी छु, कृतज्ञ छु, धन्यवाद, किनभने उहाँले मलाई जन्म दिनुभयो, मलाई हुर्काउनु भयो र माया गर्नुभयो, जसको कारणले गर्दा म आज यहाँ छु, उहाँ बिना म केही हुन सक्दैन थिएँ, धन्यवाद धन्यवाद धन्यवाद। 3 चोटि हरेक वाक्य सकिएपछि 3 चोटि धन्यवाद लेख्नु पर्यो र पढ्दाखेरि पनि 3 चोटि धन्यवाद तपाईँले भन्नु पर्यो। अब यो चाहिँ दिनभरि गर्ने चुनौती, अहिले धन्यवाद दिन सक्ने यो 10वटा चाहिँ आज लेख्नु होला। आजको अभ्यास यति नै हो है। भोलि चाहिँ दोस्रो दिनमा हामीले के गर्छौँ त्यसको भिडियो पनि भोलि बिहान 6 बजी यो च्यानलमा आइपुग्छ। तपाईँले त्यसको लागि तयारी भएर आज चाहिँ 10वटा प्र्याक्टिस गर्नु होला र भोलिदेखि नियमित रूपमा अभ्यास गर्दै जानुहुन्छ। हस्, आजको लागि धन्यवाद। भिडियोलाई एक लाइक गरिदिनु होला र यस्तै खालको भिडियोको लागि, यो यात्राको लागि तपाईँहरूले साथ सपोर्ट मलाई गर्नु होला। हस्, धन्यवाद, नमस्कार।